अलिकति माथिबाट घुमेर जानुपर्छ। टसी कबुङ चाहिँ यहीँतिर पर्छ र टसी कबुङको दर्शन गर्नलाई चाहिँ हामी याराबाट आउनुपर्छ। अनि गाराभन्दा माथि चाहिँ लुरी कबुङ छ। लुरी कबुङ चाहिँ रङजुङमा भन्ने कहानी छ। अझ हाम्रो लुरी कबुङ चाहिँ पहिले दर्शन गरेको भन्दा अझ हामी चाहिँ टसी कबुङमा यहाँ याराको टसी कबुङ दर्शनमा आएका छौँ। अब हामी लगभग याराको टसी कबुङ पुग्न लाग्यो। यहाँ चाहिँ याराको चाहिँ टसी कबुङ, यहाँको टसी कबुङ चाहिँ यारा गाउँले हिँड्ने गर्दछ। लुरी कबुङ चाहिँ यारा गाउँले चाहिँ संरक्षण गरिएको छ। यहाँबाट देख्ने चाहिँ दृश्यहरू तल चाहिँ खोला बगिरहेको छ। यहाँ चाहिँ धेरै शालिग्रामहरू पाउँछ। अब हामी लगभग पुग्न लाग्यो। पुगेपछि टसी कबुङ कस्तो छ म तपाईँहरूलाई दर्शन गराउने नै छौँ। हामी टसी कबुङमा ठ्याक्कै दरमा आइपुग्यो। याराको टसी कबुङ ल यसो अब ढोका खोल्दैछौँ। सम्पूर्णले अब चाहिँ याराको टसी कबुङको दर्शन गरौँ। यो चाहिँ यारामा रहेको टसी कबुङ जुन चाहिँ प्राचीन स्तूप हो। यो अत्यन्तै सुन्दर छ, कलात्मक छ। यो भित्र जुन कलरहरू रङ्गिएको छ यो कलरहरू यारा क्षेत्रमा पाउने प्राकृतिक कलर हो। पूर्वकालमा चाहिँ सङ्कलन गरेर चाहिँ यसरी चाहिँ पहाडभित्र चाहिँ चैत्य निर्माण गरी यहाँ चाहिँ बौद्ध संस्कृति अनुसारको चाहिँ बोधिसत्व र महासिद्धहरूको चाहिँ प्रतिमा साथै अडे अवलोकेतेश्वर चेरेन्जीको चाहिँ मन्त्रहरू लेखिएको छ। अब यहाँबाट चाहिँ यस्तो भ्यूहरू पनि देख्न सकिन्छ। यो अत्यन्तै पुरानो चैत्य हो। यारामा चाहिँ यारा टसी कबुङ छ भने गाराभन्दा माथि चाहिँ लुरी टसी कबुङ छ। यहाँबाट देख्ने चाहिँ किचन हो जुन चाहिँ ठाउँ आजकल चाहिँ जान सकिन्न। यहाँहरू सम्पूर्णलाई लुरी टसी यारा टसी कबुङको दर्शन गरिदिनु हुन अनुरोध गर्दै, कोही नेपाली साथीहरू घुम्न आयो खण्डमा यसरी यो हाम्रो प्राचीन सम्पदाहरूमा नलेखिदिनु हुन अनुरोध गर्दछु। यो भित्तातिर लेखिएको रहेछ, यसले गर्दा चाहिँ सम्पदाहरू मासिन्छ।